हेलो एभ्रिवान, अनि सन्चै हुनुहुन्छ अनि के गर्दै हुनुहुन्छ है। अब म चाहिँ खाना बनाउँदै गइरहेको छु। अब तरकारी बनाउँदैछु, च्याउ डल्ले च्याउको तरकारी बनाउँदैछु अनि मटर कोसा छ है। अब हेर्नु होला अब कस्तो हुन्छ, प्रतिक्रिया दिनु होला सबैजनाले ल है त। डल्ले च्याउ चाहिँ काटेर मैले रेडी गरिसकेको छु। सबै च्याउहरू, च्याउ, गोलभेडा अनि प्याज, मटर कोसा, लसुन पेस्ट, लसुन अदुवा लसुनको पेस्ट सब तयार भइसकेको छ। अब ग्यास बालिसकेँ। अब एकछिन कराई तात्नलाई वेट गरौँ। गाइस, कराई तातिसक्यो। अब तेल हालौँ। तेल हालिसकेपछि अब एकछिन तात्न दिउँ तेललाई। अब मेथी हालौँ। मेथी कालो भइसक्यो। अब प्याज हालिदिने। प्याजलाई राम्रोसँग चलाइदिने है, अनि हेर रातो हुन दिने। गाइस, अनि प्याज यस्तो रातो हुन लागिसक्यो है। प्याज रातो भइसक्यो। अब खुर्सानी हालिदिने। सुकेको खुर्सानी। एकछिन चलाइदिने। अब मटर कोसा सिमीहरू हालिन्छ होइन। यहाँ क्याप्सिकम पनि छ। मिक्स गरेर चलाइदिने। एकछिन छोप दिने अनि फेर चलाइदिने। बेसार राखिदिउँ थोरै। थोरै नुन राखेर चलाइदिने। चलाउँछु। अब गोलभेडा पनि हालिदिने। गोलभेडा हालेर छोपिदिने एकछिन। अदुवा लसुनको पेस्ट। अदुवा लसुन हालिसकेँ। एकछिन यत्तिकै राख्ने, अलि राम्रोसँग पाकोस्। च्याउ हालिदिन्छु।
राम्रोसँग चलाएर छोडिदिन्छु। अब मसला हालिदिन्छु होइन। मसला यति हालिदिन्छु, अनि चलाइदिने। धुलो यति हालिदिन्छु, चलाइदिन्छु। थोरै पानी हालेर छोपिदिन्छु, थोरै पानी हालेर छोपिदिन्छु मात्रै गाइज। यस्तो भइसक्यो है, दामी भइसक्यो। अब टेस्ट गरौँ। अब ग्यास बन्द गर्ने, टेस्ट गर्ने कस्तो हुन्छ हेरौँ है त। गाइज यस्तो भयो है मसरुम। अब धनिया हाल्नु, अनि चलाइदिउँ। अब टेस्ट गरिदिने है त गाइज, कस्तो हुन्छ कस्तो भयो। गाइज अब चाहिँ टेस्ट गरिदिउँ है त। एकदम दामी भइरहेछ गाइज है। तपाईँहरू पनि बनाउनु होला। यति भन्दै आजको ब्लगलाई यहीँ अन्त्य गर्छु है। ओहो लाजवाब, क्या दामी भएछ भनेदेखि गाइज है। यस्तै भिडियो हेर्नको लागि मलाई सब्सक्राइब गर्नु होला, भिडियो कस्तो लाग्यो भन्नु होला।